यो अङ्कलले क्या मजाले नाच्नु भएको के मलाई त आज यो कस्तो रिस उठेको भने नि गाइज यो फोहोर उठाउने गाडीदेखि के कस्तो आवाज गर्दै गरी आएको के होइन अनि त्यही माथि यो ड्राइभर अङ्कल चाहिँ पुरा नाच्दै नाच्दै आउनुभयो मलाई चाहिँ हेरेर कतै खुसी लागिरहेको थियो क्या जस काम गर्दा पनि यतिको एक्साइटेड हुनु भनेको त धेरै राम्रो हो नि त होइन अनि त्यस पछाडि चाहिँ ड्राइभर अङ्कलले हाम्रोमा चाहिँ टक्क फोहोर थियो अनि बिल लगेर चाहिँ राखिदिनु भयो अब आफूले चाहिँ क्लोजिङ गरेर आएको अनुसारले चाहिँ मलाई बिहान उठ्न छिटो मन थिएन त्यही नि अब यो गाडीको आवाजले चाहिँ सुत्न पनि सकिनँ होइन त्यस पछाडि अङ्कलले सब फोहोरहरू हेरेर लगिदिनु भयो सबै होइन अनि त्यस पछाडि चाहिँ म उठेर अब निन्द्रै लागेन नि त अनि त्यसरी म किचनतिर लागेँ नि हिजो खाएको खानेकुराहरू पनि अब भाँडाकुँडा लगेर धुई पखाली त गर्नु पर्यो नि त होइन अनि त्यस पछाडि चाहिँ मेरो ठ्याक्क सस पनि सकियो मैले खानेकुरा बनाएपछि अनि मैले चाहिँ यो फ्यालिदिनु पर्यो र प्लस मैले चाहिँ बिनहरू सब सेट गरिदिनु पर्यो भनेर सोचेँ होइन अनि आज घाम पनि एकदमै दामी लागेको थियो लन्डनमा अनि मेरो चाहिँ अब घरमा आज बसी बसाएँ होइन अनि त्यसपछि चाहिँ म आज चाहिँ कतै घुम्न जानु पर्यो भनेर अनि खाजा भोक लागेपछि म एउटा रेस्टुरेन्ट गएँ त्यहाँनिर चाहिँ एउटा नेपाली भाइ पनि थियो चिनजान थियो होइन अनि उहाँसँग चाहिँ अब जोस खाजासाजा लियो ओरेर मस्त मैले खाएँ जापानिज चाउचाउ भनौँ न नुडल्स अनि त्यत्तिकै मेरो दिन सकियो।